मुलिने र पहिरोको ठाउँ यही हो। यहाँ फसिरहेको छु म पनि। अहिले पनि सुक्खा पहिरो आइरहेको छ। अलिअलि गर्दै गाडीहरू छोड्ने क्रम भइरहेको छ एकतर्फी। अहिले लगभग दिउँसोको 1 बजेको छ। यो बागलुङ जाँदैछु म पोखराबाट। पोखरामा गर्मी फिल भएको थियो। यहाँ चाहिँ अहिले यस्तो जाडो छ, माथि चढ्दै गर्दाखेरि एकदम जाडो फिल भइरहेछ। चिसो भएर अब जाउँ कि नजाउँ भन्ने अवस्था आइसक्यो। अब गएर फर्किहाल्नुपर्छ। बागलुङमा बस्न सक्ने अवस्था छ जस्तो लागेन, धेरै चिसो फिल भइरहेछ। ल दसैँको लागि च्याङ्राहरू गाउँबाट सहरतिर जाँदैछन्। दसैँ पुरै दसैँ च्याङ्राहरू। यो हो विश्वकै सबैभन्दा लामो नमुना ब्रिज। यो झलुङ्गे पुल एसियाकै हो कि विश्वकै एउटा नमुनाको रूपमा चिनिएको छ। ठ्याक्कै मलाई थाहा भएन। त्यहाँ लेखेअनुसार, बोर्डमा लेखेअनुसार चाहिँ यो ब्रिजकै विश्वकै नमुना ब्रिज हो। अहिले म बोर्ड पनि देखाउने छु। ओ माई गड, हाइट कति तल छ। यहीँ तलबाट नि गाडीहरू हिँडिरहेको छ। त्योभन्दा नि अझै तल छ तलाहरू। भर्खर पानी परेर भर्खर रोकियो। पानी परेर झनै जाडो भएको छ। जाडोले बेहाल बनाएको स्थिति छ। पुरै पानी परेर बिजोग छ। अझै पनि बाइकमा म रेनकोटमै छु। चिसोले डाँडो काट्यो। जाडो भयो। गर्मी महिनामा पनि यति जाडो। म त अब जाडो लाग्यो, तर पनि धेरै जाडो। यस्तो छ मौसम। भर्खर पानी परेर रोकिएको अवस्था। भर्खर पानी रोकिँदा पनि यस्तो छ। चिसो भत्तै बढ्यो। हुस्सु लागिरहेको छ अहिले यताबाट। यस्तो चिसो आइरहेको छ। एकदम धेरै हुस्सु बढिरहेको छ। भर्खर पानी परेर रोकेको। यो पनि चिसोले डाँडो काट्यो। यो चाहिँ म अहिले लुम्लेमा छु। अब यो ठाउँै चिसो हो। गीतै छ मुटु छोयो लुम्लेको हावाले भन्ने गीतै छ। ठ्याक्कै लुम्लेमै छु अहिले। यस्तो चिसो छ अवस्था। मौसम अहिले पनि चिसो छ। पानी कहीँ परेछ, कहीँ रोकेको छ। यस्तो अवस्था छ। हुस्सु लागिरहेछ। बादल अझै हटेको छैन। जाडै छ कन्डिसन। र दृश्य मनमोहक, एकदम रमणीय छ। एकदम रमाइलो छ। यति राम्रो दृश्य सायदै कहिले भेटिएला। एकदम राम्रो प्रभाव, चिसो आनन्द। यात्राको क्रममा हेर्दाखेरि नै यसो रमाइलो रमणीय लाग्ने ठाउँ। यो हुस्सु त जति माथि म चढ्दै गएँ त्यो पनि त्यति माथि आछ। पुरै डाँडा काँडै पुरै ढाक्न लागिसक्यो। म माथि चढिसकेँ। यो हुस्सु पनि झन् माथि डाँडै ढाक्न लाग्यो झन्। ओहो, कस्तो खतरा हुस्सु लाग्यो। पानी परेपछि त झन् डेन्जर लाग्छ। डाँडै ढाक्न लाग्यो। पुरै डाँडा ढाकिन्छ जस्तो।
तलबाट नि आएको छ, यता तलबाट नि आएको छ। पुरै एकैछिनमा पुरै ढाकिसक्यो। खतरा जस्तो लाग्यो आम्मा। केही पनि नदेखिने खालको जस्तो लाग्यो त यहीँ पनि। ढाकिसक्यो भर्खर भएर सबै ढाक्यो। अहिले त बाटै ब्लक गर्दा जस्तो गइहालेँ म। अब यता नि आउँदैछ जस्तो बाटै ब्लक हुन्छ अहिले फेरि। यो पोखरातिरको सिन हो यो देखिएको। क्लियर मौसम छ। यो फेवातालको बिचको आएको हो। त्यहाँबाट उता हल्का हल्का आएको छ बादलहरू। अलि चिसो चिसो भएको छ। यताबाट अघि देख्नुभएको आतङ्ककारी बादल यो पोखरातिर घुसपेट गर्ने प्रक्रिया सुरु गरेको छ। यो आतङ्ककारी जाडो मलाई धेरै नै जाडो बनायो यो भुसुले। कस्तो दामी मौसम थियो। अब यो पुरै ढाक्नेवाला छ एकछिनमा। उताबाट यतासम्म आइसक्यो। अब यो आउँदैछ, बढ्दै जाने क्रम छ। यो पुरै पोखरा ढाक्नेवाला छ अब यसले। पोखरा आइपुगे। पोखरामा नि यस्तै हावत पानी पखेर भर्खरै रोकिएको अवस्था छ। यहीँसम्म भिज्दै आयो यो जाडोमा।